40 वर्षभन्दा बढी समयदेखि तपाईको नेतृत्वमा मैले काम गरेँ। म तपाईलाई नेता माने। उहाँले भन्नुभयो फेरि म आज पनि तपाईलाई नेता नै मान्छु, भोलि हामी केही समय फरक भएछौं भने पनि मेरो नेता तपाई नै हो। उहाँले भनेका शब्द नै भन्दैछु म तपाईहरुलाई। बडो मिठो कुरा गर्नुभयो उहाँले, बडो राम्रो। अब यति भनिसकेपछि तपाई किन हिँड्नु पर्यो त? यही बस्नु, सँगै बसौं, छलफल गरौं, भइ नै हाल्यो। मैले पनि तपाईलाई धेरै पहिलेदेखि 40 वर्ष पहिलेदेखि पार्टी भित्रका तमाम अन्तर संघर्षहरू, विभिन्न खालका झमेलाहरूमा तपाईलाई बचाउनको लागि मैले गरेका मेहनत पनि मैले सम्झिराखेको छु। तपाईले पनि सम्झनु भएकै होला। कसले तपाईलाई धेरै पहिले नै पार्टीबाट